बाटोमा खस्यो अन्तिमको फिनिसिङ आयो त सकिन्छ नि यो विशेष के कार्यक्रम हो भनिदिनु न। यो ट्राफिक सप्ताह कार्यक्रम हो, यो हाम्रो वर्षैपछि हुन्छ। हजुर, दुर्घटना न्यूनीकरणै हो यसको उद्देश्य। नितान्त जनचेतना एकदम धेरै अभिवृद्धि गर्ने, हजुर, अनि जनचेतनाको मार्फत दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने नै उद्देश्य हुन्छ। यसमा यो सप्ताहभरि हाम्रा ट्राफिक जनचेतनामूलक कार्यक्रम र ट्राफिकसित जोडिएका कुराहरू सबै व्यवसायी सडकवाला सबै समूहलाई हामीले समावेश गराएर यो कार्यक्रम गर्ने गर्छौँ। अब आज उद्घाटन भयो, यो पछि हाम्रा कार्यक्रमहरू एक हप्तासम्म 31 गतेसम्म यो जिल्लैभरि हुन्छ। दिनौ हुने यो कार्यक्रम? हजुर हजुर, आजदेखि 31 गतेसम्म। 31 गतेसम्म, हजुर, 7 दिने ट्राफिक सप्ताह 2082 भन्छ सर। यो आज शुभारम्भ भयो। अबदेखि यो जिल्लैभरि जिल्लाभरि नै निरन्तर 31 गतेसम्म कार्यक्रम भइरहेको आफ्नो ठाउँमा एरियामा। गण्डकी प्रदेशभरि नै हो यो हाम्रो जिल्लामा पनि सबै जिल्लाभरि हुन्छ। गण्डकी प्रदेशभरि चाहिँ हाम्रो गण्डकी प्रदेशका सबै जिल्लामा आज शुभारम्भ आज भयो अनि अन्तिम चाहिँ 31 गते समापन हुन्छ। यो प्रत्येक वर्ष नै हुने गर्छ। त्यस अन्तर्गत अहिले चाहिँ आजदेखि सुरु। धन्यवाद।